छिटो आउनु तिमी छिटो 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 यस्तो त हुन्छ खै आफ्नो नाम भन्नु त अनिल श्रेष्ठ भन्नु यहाँनिर राख्नु लक्ष्मी पाउनु सम्पर्क के छ अब एकछिन त्यसपछिबाट त्यो गरिसकेपछि लक्ष्मीलाई यतिखेर होइन यो अहिले हम्काउनु खै यो चाहिँ आफ्नो अगाडि पछाडि ढोकामा सबै छरेर आउँछ ठुलो पालीको बाहिर ढोकामा छरेर आउँदैन बाहिरतिर छर्दै छर्दै आउनु छ अझै कोठामा छरिदिनु पर्यो होइन ढोकामा छोरेपछि त सकिहाल्यो त भयो अझै छ त्यहाँ हातमा दाजुले नि किन ढोकामा छोड्नु जानुभयो अब यसरी ढोक्ने होइन अब नेगेटिभिटी भूत प्रेत लागेको सबैलाई छेकबार गर्नु होला भनेर आफ्नो आसनको वरिपरि छरिदिनु होला अगाडि पछाडि सबै पूजामा पनि बाटमा मान्छ भएन अब म के गर्छु भने अब यो पूजा गरेँ त मैले होइन म नि अब पूजाआजा गर्नु होला अलिअलि पूजा गर्छु म नि आफ्नो कुरोहरू सम्झिनु होला है दोस्रो भइसक्यो ल हाम्रो हुँदैछ खोइ रेकर्डिङ हुँदैछ पूजा हुँदैछ कहाँकोसम्म चढाउँदा कि यहाँ तपाईँले त्यो त आरतीलाई उनीहरू सौभाग्यहरू सौभाग्य लक्ष्मीको साइडमा नरिवलको पछाडि राख्नु चुनारी चाहिँ चढाउनु थियो क्या अब चुनारीको सट्टा अब एउटा फुल चढाइदिउँ यो नि त्यो होइन होइन त्यो एकछिनमा गर्नु आरती गरिसकेपछि माला है प्रार्थना गर्नु त मजाले त्यसपछिबाट अनि आरती हुन्छ है
मृत्युञ्जय मन्त्र आउने भन्नु है पवित्र यम लोकमा थाहा छ हजुर मृत्युञ्जय मन्त्र थाहा छ कि थाहा छैन भन्नु आउँथ्यो लामो छ अब लामो छ अब तपाईँ भन्नु अब हामी सुनाउँ ओम श्री महालक्ष्मी देवी की जय अब आरती गर्नु होइन आरती होइन पहिला यो बाल्दै जानुपर्छ नि त भाइ तेरो तलबाट आउनु पर्यो होइन ढोकाबाट होइन दुई न त त्यसलाई त त्यो ट्याक 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 त्यो अचेरा र त्यो के भन्छ उरु ए, लगाउने त्यो होइन पहिला यो रातो अचेरा अलिअलि छपिनुपर्छ त पर्दैन त्यस्तो गर्नुलाई पर्दैन? त्यो आफ्नो कुरोमा मात्रै गर्नु त होला उसमा पूजामा ऊ यहाँ मुनि बाल्नु पर्यो होइन बाल्नु त्यहाँ पनि बाल्नुपर्छ अब यो यहाँनिर बालेर तिमी बाहिर बाल्दै आयो यो नि बाल्नु पर्यो होइन त्यो अहिले नबाल होला हौ होइन बालिदिनु भयो अहिले बालिदिनु होइन पहिला बाहिर बाल्दै हो नि यो हो अँ। दुईवटा ढोकामा एउटा एउटा राख्नु न म एउटा यहाँ बाल्दिँदै गर्छु किचनमा एउटा बाल्नु पर्यो सबैमा बाल्ने आफ्नो आफ्नो कोठामा पनि एउटा एउटा बाल्ने पर्दैन कोठामा दाजु दाजु एउटा कोठा मैले दियो बालिसकेँ बाल्यो बाल्यो होला साइडमा तपाईँ बाल्नु यता त्यो अघिको पूजा गर्ने राखेको छैनौ त्यता बाल्दा हुन्छ नि दाहिनेमा राख्नु मिल्दैन भाइ त्यो एउटा उही त चाहिँ दाजु यहाँ एउटा त्यही दुइटै एउटै साइडमा राख्दै हुन्छ ढोका खुला गर न एउटा राख अब यहाँ राख्नु यहाँ राखेको दाजु एउटा किचनमा राख्नु हौ तपाईँ राख्नु होइन बाहिरपट्टि राख्नु हौ त्यहाँ यो तान्नु त अब एउटा उयो मेरो ढोकामा राख्नु दाजु यो बाल्नु छ पानी छ पोल्ला त पनि नपोल्ला ढोकामा राख्नु तपाईँले नलिनु पानी त दाजुले चाहिँ राख्नु भएको छ त्यतापट्टि राख दाजुले यो बाहिर राखिदिनु आउनु उतापट्टि भयो दाजु हजुर यो बाहिर राखिदिनु बरन्डामा चप्पल कता यहाँ सबै पर्दैन चप्पल लाउनु पर्दैन चप्पल लाउनु लु पुरु पुरु यहाँ आएर त्यो गमलाहरू राखेको छ नि त्यसको अलिकति वर राख्नुहोस् है कागजमा राख्नु हुँदैन यसलाई हँ कागजमा राख्नु हुँदैन त्यहाँ छ नि काठहरू ल तिमी उयो राख साइडमा त्यता राख्दै हुन्छ बाहिरपट्टि चाहिँ राख्नु खास भनेको बाहिरबाट राख्नु त्यहाँ हजुर राख्नु लु यो अब चरणमा राख्नु
सकेन अब प्रार्थना गर्नु त म अब यसरी हल्लाउँछु एकछिन काठको टुक्रा भएन हुन्छ दाजु केही त्यो छैन कागजमा चाहिँ राखिदिन्छु हुन्छ, हुन्छ, ल्याउनु, ल्याउनु। थियो त दाइ काठको टुक्रा त उतापट्टि छ हो त हो त्यही होइन हो त्यो के हो त्यो? यो चाहिँ यो उ गर्नु ल्याएको हो नि त अड्छ त त्यसको लु है मैले यो हम्काउनु थालेँ है यहाँनिर ल नमस्ते गरेँ भित्ता उ गर्न ल्याएको हो यो प्रार्थना गर्नु। यसरी राखेपछि पुरो काम मिल्छ। भयो? दाजु आउनु त ल अब नि त्यो गरिसक्यो होइन रोटी पनि चढायो फलफुल पनि चढायो पैसाहरू त्यही छ लक्ष्मी सक्ष्मी सबै त्यही भइहाल्यो लक्ष्मीलाई टिका लाउनु बाँकी अँ। हो अब लु तपाईँहरू गर्नु त केही गर्नु अब- गरिहाल्नु अनि आरती गर्ने हो आरती र अनि त्यसपछि धुवारो पनि गर्नु पर्यो होइन हौ त्यो पनि गर्नुपर्छ त्यो अनि यो मैले त्यो अघि गरेको धुप खै त्यो त बाल्नु त पाएन त हौ कता हो ए यहाँनिर त्यसमा उ खै त गरौँ कपुर हाल कपुर त्यसमा हालेर जलाउँ कि होइन त्यही जलाउने हुन्छ त्यहाँ पनि हुन्छ त्यहाँ पनि राख्नु हुन्छ त्यहाँ राख्नु भएसम्म त यहाँ चाहिँ मैले यसरी गर्नु आँटेको यो राख्ने कपुर त अरू पनि थियो त हौ हामीसँग त छ यहाँ मसँग यो हो। कपुर त यहाँ जति छ नि कति छ नि कपुर जलायो? अनि त्यसपछि गोकुल धुप थियो गोकुल धुप कहाँ पो गोकुल धुप पनि थियो नि दिदी है गोकुलको त बोला नि त गोकुल धुप यो थियो चाहिँ- कहाँ गयो, कहाँ गयो? तिमीलाई मनपर्ने उयो अनि खै त्यसपछि बाट अर्को। यो चाहिँ कहाँ बाल्ने थियो हाँ? अर्को। बत्ती हाँ? ल है अब इलेक्ट्रिक बत्ती हो हो त्यो बाल्ने त्यो थानमै राख्ने हो त्यो यहाँनिर यहाँ छेउमा राख्ने अब यो दियो निभ्यो भने पनि त्यसले काम गर्छ है त्यो के भाँडा घोप्टिनु लाग्यो भाइ कुन दाइ त्यो खाली रे पैसा खाली। त्यो उसको ल अब सक्यो होइन अब यो धुप बाल्ने हो तिमी बाल नि त मैले धुप बाल्छु अलि तेल हाल्नु न के तेल हाल्नु हाल्नु पर्दैन आरतीको लागि त ए अँ। सबै जलेर जान्छ कि यो लु, प्रार्थना गर्ने के चाहिन्छ त्यहाँ म भन्दैछु आफै आफै गर्नु प्रार्थना अब लक्ष्मी खुसी भयो है जतिखेर नि दिइहाल्नु हुन्छ त्यसपछि एउटाले लु आरती गराउनु हँ? ल एउटा दाजु- घन्टी बजाउनु दाइ दाजु घन्टी बजाउनु म र भाइ चाहिँ यसो गरे ल है ओम महालक्ष्मी नमः महालक्ष्मी नमः महालक्ष्मी नमः महालक्ष्मी नमः आरती बाली खुसी आउनु हे धन्ती देवी पूजाआजा गर्नु हामी जान्दिनौँ राम्रो होइन? होस्। त्यही त खुसी हुनुला प्रसन्न ज्ञान हुनुला बस्नु, जानी जानी अन्जानी बत्ती बाल्ने बेलामा त्यो बत्ती बाल्ने मन्त्र मात्रै भन्यो भने पुग्छ क्या ल लु भन्नु नि त तपाईँलाई आउँछ भने मलाई त मैले आउँछ भनिसकेँ अघि सुन्ने गरी भन्नु न हजुर ल शुभम करोति कल्याणम आरोग्यम धन सम्पदा शत्रुबुद्धि विनाशाय दिवजति नमस्ते ओम महालक्ष्मी नमः महालक्ष्मी नमः ओम महालक्ष्मी ओम जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि सदा नमस्ते यति भनेपछि सबै नवदुर्गा म यो बाहिर राखेँ त यहाँ बाहिर होइन बहिनी त्यो अब अनि यहाँ राख्न आँटेको ए त्यसको मात्रै हुन्छ ल यहाँ राख्नु यहाँ राख्नु यहाँ राख्नु होइन बट्टा प्लास्टिकबाट बाहिर राख्छौ यो भित्र राख्छौ बाहिर राख्छौ त हौ त्यहाँ राख तिमी सट्ट त्यहाँ राख तलै राख्दा हुन्छ भाइ इँटामा तल राखिदिनु हो तल हो त्यहाँ राखिदिनु तल राखिदिनु अब काम सक्यो भने त बहिनी अब काम सके होइन धुप- पूजा साजा धुप- गर्यो धुप बाल्नु पर्यो? धुप बाल्नु बाँकी छ अघि आरती नै दिनुपर्छ है आरती पनि कस्तो गर्नु लाट्यो ओहो के लाइभ गरेको क्या हो लाइभ छ लाइभ लाइभ होइन के भन्छौ लाइभ त होइन ए तिरिङ्गे भयो नि म त लु दाजु बाल्नु कतिवटा बाल्नुहुन्छ दुईवटा चारवटा रहेछ ल ठिक छ भयो तिनवटा बाल्नु हुँदैन दुईवटा बाल्नु धुप आज भयो गरेको सबैको अब एउटै हुने भयो आज बत्ती बाल्यो त्यो बाल्यो आरती गर्यो धुप पनि बाल्यो ल
फलिफा खोसेनी शुभम करोति कल्याणम आरोग्यम धन सम्पदा शत्रुबुद्धि विनाशाय दीपज्योति नमस्तुते। सबैले भने आफ्नो जीवन सक्यो भने त मोटामोटी यहाँ बुढीको बर्थडे यहाँ कल गर्ने बेला भयो। मैले चाहिँ कल गर्नुपर्ने भनेर सक्यो होइन भने अब सबै फोन गर्नु आयो। पर्खिनु दाजु लास्टमा त्यो हात अब चोकाउनुपर्छ। अब पूजा सक्यो भनेर उनीहरूलाई बिदा दिनु पर्यो नि त दिदीलाई। र म गर्छु यता बत्तीमा छोला उता होइन। अब सबै भयो, प्रार्थना भयो, सबैको लागि कल्याण भयो। तिम्रो सबै के भन्नुपर्ने के माग्नुपर्ने सबै भयो हो। ल है त अब दिनुहुन्छ हुन्न थाहा छैन। यसपाला खोइ ब्याङ्कमै पर्नुपर्ने हो। 10 लाखको चिट्ठा ज्याकपोट झर्नुपर्ने हो। 26 मा चाहिँ ज्याकपोट झर्छ हो रहेछ महालक्ष्मी ढोक्नुहोस् यसो गरेर यसरी यसो गर्नु यसरी ढोक्ने अनि माथि हात लाने यसो गर्नु। जय महामाया महालक्ष्मी जी की जय, विष्णुपति लक्ष्मी जी की जय। सबैलाई धन्य धन्य पाइदिनु। सबैको जय जय होस् प्रभु। अब टिका अब म उयो गरेँ है। होइन पहिला ए हो त साँच्ची मैले त टिका लाउनुपर्छ त्यही तर लाउनु त मैले अघि लगाइदिइसकेँ त अब किन लाउनु त टिका भयो नि है हुन्छ। अब फुल चाहिँ दिन्छु म अलिअलि। टिका अघि लगाइदिएन दाजु पुग्नु पहिला दाजुले अब मैले अब पूजा सक्यो भने है त दुःख नमानिकन खुसी खुसी सक्न जानु। राम्रो कमाइ हो। सबैले धन सञ्चय गर्न सकोस्। लक्ष्मीमा सबै पास गर्न सकोस्। मिठो निन्द्रा दिनुहोस्। शरीरमा दुःखहरू नभइदिनुहोस्। जसले नराम्रो सोच्छ उसको कमजोरी होस्। जसले आफन्त सोच्छ उसको सबैको होस्। सबैको कल्याण होस्। जानलाई पूजा गर्न सक्यो। लक्ष्मी भरि खानुहुन्थ्यो। आरती सेक्नु र आउनु आरती सेक्नु त्यसो गर्नु। पहिला लक्ष्मीलाई यसो गर्ने अघि नै देखाउँदा देखाएको नि र पनि भयो। अब यो अहिले यतिकै हुँदै गरोस्। भाइ आएर पूजा गरेर गर्नु पऱ्यो। यो चाहिँ म लिएर गएँ ल उता
अनि यो क्यान्डल चाहिँ अब नबालौँ मलाई भोलितिर भयो भने बालौँ कि त पर्सि बालौँ है। हुन्छ हेलो मैले तिनी यतिकै हुँदो रहेछ भोलितिर पनि बाल्नुपर्छ। उयो राखिन्छ हजुर दाजु अब लु भइहाल्यो। अब चाउला मात्रै मैले एकैचोटि कुरा गरेँ यहाँ बुढीको बर्थडे थियो ल विस गर्नु भाउजूलाई उस त बिहानै गरिसकेको अहिले यहाँ मलाई सेलरोटी खोइ प्याक गरिदिउँ त। भाइ हजुर मलाई त्यो प्याक गरिदेऊ न। कुन केमा हालिदिनु त? प्लास्टिकमा हालिदेऊ न, म कुदेर गइहाल्यो थियो ढिलो भइसक्यो भाइ। के नि यस्तो जिन्दगी यसरी दौडधुप गर्दै पैसा आइजा है भक्कु आइजा ल हाम्रो पूजा सम्पन्न भएको छ। महालक्ष्मी खुसी भएर अब दान प्राप्त गर्ने। अब ल सबैको जय होस्। ल आज महालक्ष्मीको पूजा गरेछ सबैको धनधान्य गरून्, खुसी भई प्रसन्न भई सबैलाई रक्षा गरून्, धनधान्य गरून्, सबैको कल्याण गरून्। सबैलाई ह्याप्पी तिहार, ह्याप्पी दीपावली, सबैलाई धेरै धेरै शुभकामना दीपावली। मेरो बाबु